हेलो गाइस, गुड मर्निङ सबैजना। यहाँ हेर्नुहोस् होला गाइस, आज चाहिँ म के पकाउँदैछु होला गेस गर्दै गर्नुहोस् ल। गाइस, मैले मसलाहरू सबै हालिसकेँ। भिडियो गर्नु चाहिँ बिर्सेछु। के भिडियो गरौँ भने जहिले बिर्सिहाल्छु। यसमा चाहिँ मैले के हालेँ भन्दादेखि चाहिँ अदुवा लसुनको पेस्ट हो, जिरा धनियाँ पाउडर, म त पाउडर युज गर्छु। इजी अलिक त्यो पिसिरहनु अल्छी लाग्छ कि त्यो मिठो लाग्छ, बानी पनि भएछ मलाई, टेस्टी नै लाग्छ होइन। अन्त अदुवा लसुनको पेस्ट, जिरा धनियाँहरू हालेको छु। त्यो के हालेको छु भने चाहिँ मसला चाहिँ जिरा पाउडर, धनियाँ पाउडर हो, यो हर्दी, रङ खोर्सानी अलिकति हालेँ। अब कम्ती चाहिँ मिट मसला हाल्नेवाला छु, कम्ती मात्रै, जस्ट फर फ्लेभर। अब चाहिँ यो रेडी भयो होइन, मसला मजाले पाक्यो होइन, यो पेस्ट मजाले भयो, ग्रेभी। अब यो चाहिँ के गर्छु भने स्पेसल आउँदैछ हेर, यहाँ देख्नुभयो, यो स्पेसल चाहिँ खै हो, एउटा हातले राख्नु भन्दैछ। यो छ गाइस, यो चाहिँ मैले हिजै बोइल गरेर राखेको, सो राम्रो पकाउनु पर्दैन। स्पेसल चाहिँ यो हो गाइस, आज हालि पनि सकेँ, हेर्नुहोस् हो। तपाईँहरूलाई यादै छ, यो चाहिँ मेरो अल टाइम फेभरेट। हेर्नुहोस् होला, कसको फेभरेट हो भनिदिनुहोस् है मलाई पनि। लु हेर्नुहोस् है गाइस साथीहरू, मेरो आजको पर्कको फाइनल लुक चाहिँ यो छ। हल्का अब उमालेर यसलाई चाहिँ, यो हल्का ग्रेभीलाई चाहिँ अलिकति सुक्नु दिएर चाहिँ निकाल्नुपर्छ। थ्याङ्क यू फर वाचिङ गाइस।